एकजना भाइले मलाई सोध्नुभयो, दाइ मैले मन पराएको केटीले मलाई छोड्यो, तर मलाई लाग्छ उसले मलाई धेरै माया गर्छ र ऊ फर्केर आउनेछ। यदि यसो भयो भने मैले के गर्ने? यसबीचमा मैले 11औं शताब्दी इरानमा जन्मनुभएका फारसी दार्शनिक अबू हमीद अल गजालीको भनाइ याद गरेँ। Who betrays you once will betray you 1,000 times. There is no need to drink the whole sea to realize it is salty. अर्थात् जसले तपाईँलाई धोका दिन्छ उसले तपाईँलाई 1000 पटक धोका दिनेछ। समुद्र नुनिलो छ भनेर थाहा पाउन पुरै समुद्र पिरहनु पर्दैन। यसले भन्छ कि यदि कसैले तपाईँलाई एक पटक धोका दियो भने त्यो उसको गल्ती मात्र नभएर उसको प्रवृत्ति हुन सक्छ, उसको चोइस हुन सक्छ। यदि उसको हृदयमा इमानदारी त छैन भने त्यो गल्ती बारम्बार दोहोरिने सम्भावना रहन्छ। यस भनाइको सबैभन्दा सुन्दर पक्ष भनेको समुद्र र नुनको रूपको। समुद्र नुनिलो छ भनेर थाहा पाउन पुरै समुद्र पिउन नपरे जस्तै यसले के भन्दछ त भने कुनै पनि मानिसको चरित्र बुझ्नको निम्ति उसँग वर्षौं समय बिताइरहनु पर्दैन, धेरै घटनाहरू दोहोरिरहनु पर्दैन, तर एउटै व्यवहार वा एउटै कार्य पनि उसको चरित्र बुझ्न पर्याप्त हुन्छ। त्यसैले अंग्रेजीमा अर्को भनाइ छ, one sip of poison is enough to ruin the entire jar of honey. त्यसैले आजको सिकाइ, stop waiting for the whole sea to change. One sip is enough to know the truth. Stay wise, stay guarded. So my question to you guys, is it true that once a betrayer, always a betrayer? Please leave comment.